हेलो एभ्रिवान र हामी चाहिँ आज सबैजना मिलेर चाहिँ मोमो खाने भइरहेको छु है र यहाँनिर चाहिँ मेरो कटिङ हुँदैछ र यहाँनिर चाहिँ भाउजूले गर्नुहुँदैछ है र यहाँनिर चाहिँ आजको लागि रेडी हुँदैछ। यो चाहिँ हाम्रो कोपी र यहाँनिर चाहिँ हाम्रो प्याज काट्नु हुँदैछ दादाले र यति काटिसकेको छ प्याज है र यो चाहिँ हाम्रो सामानहरु पनि आइसकेको छ र यो चाहिँ हाम्रो मक्टु। यो चाहिँ एकदमै समाजको मक्टु हो। सानो मक्टुमा चाहिँ ढिलो हुन्छ भनेर चाहिँ हामीले चाहिँ समाजको मक्टु लिएर आएको है र हेर्दै गर्नुहोस् मेरो भिडियो। यहाँनिर चाहिँ म काट्दैछु यसरी एकदमै समाजको मक्टु भइरहेछ। यहाँनिर चाहिँ हामी कोपी पनि काटिसकेर नुनमा भिजाइसकेको छु र यहाँनिर हाम्रो गाजर पनि धोइसकेर रेडी भइसकेको छ। यो पनि अब काट्नुपर्छ। यहाँनिर पनि हाम्रो प्याज काटिसकेको छ र यहाँनिर हाम्रो अदुवा कोरेसो हुँदैछ है र हामी चाहिँ पनिर पनि हाल्ने र यहाँनिर न्युटेला पनि छ, न्युटेला पनि हाल्ने र यहाँनिर चाहिँ हाम्रो अचारको लागि टमाटर र खोर्सानी रेडी हुँदैछ। हेरिदिँदै गर्नुहोस् मेरो भिडियो। र हाम्रो यहाँनिर चाहिँ पनिर पनि कोरेसो हुँदैछ है र यहाँ पनिर छोड्यो र यहाँनिर हाम्रो कोपी नुनमा भिजाएर पनि निचारिसकेको छ है र यहाँनिर चाहिँ हाम्रो मिक्स पनि हुँदैछ है। यसमा चाहिँ के हाल्दैछ त्यो म भनिदिइहाल न। र यहाँनिर चाहिँ हाम्रो कोपी प्याज अन्त अदुवा पनिर अरू चाहिँ अब गाजर आउँदैछ, हाम्रो न्युटेला पनि आउँदैछ। हाम्रो चाहिँ यस्तो छ कि अब मोमो चाहिँ सबैजनाले भेज खाने तर सुप चाहिँ सबैजनाले चिकन खाने। र यहाँनिर चाहिँ हाम्रो पानी पनि तातिँदैछ है र यहाँनिर चाहिँ हाम्रो मेम्बर्सहरू चाहिँ आज को छ भन्नाले चाहिँ यहाँनिर चाहिँ हाम्रो आकृति बेहेना र यहाँनिर चाहिँ हाम्रो प्यारो भाउजू आकृतिको अनुहार चाहिँ यस्तो छ, सबैले हेरिदिनुहोस् होला। र यहाँनिर चाहिँ हाम्रो पाहुना आएको छ, हाम्रो भाउजूको बहिनी है, उसले चाहिँ तेल खार्दैछ। यहाँनिर तेल चाहिँ यसरी निकाल्नु पर्छ अरे गाइस। जसलाई आइडिया छैन हो उनीहरूले यहाँबाट हेरिदिउँ होला नि ल। यहाँनिर चाहिँ हाम्रो दादा हुनुहुन्छ। यहाँनिर चाहिँ किमा पनि रेडी भइसकेको छ र अब चाहिँ हामी मोमो बनाउनु कति लाग्नेछु। र हाम्रो चाहिँ यहाँनिर मोमो बनिँदैछ। मक्टु चाहिँ ठुलो, मोमो चाहिँ सानो भयो। यहाँनिर चाहिँ हाम्रो चाहिँ यहाँनिर मोमो पनि पाकिसकेको छ है, एकदमै मिठो भएको छ। हामीले चाहिँ चाखे पनि र एकदमै दामी भएको छ। अन्त त्यो पाकिन्छ नि त खाइसक्छ नि त। भाँडाकुँडा धुँदा ओर्दा यहाँनिर वाचिपा पनि आइसकेको छ। हेरिदिँदै गर्नुहोस् मेरो नेक्स्ट भिडियो।